धेरै रमाइलो हुन्छ भनेर मैले कल्पना पनि गरेको थिएन गाइज। सोचे भन्दा रमाइलो एकदम दामी ठाउँ रहेछ गाइज। म चाहिँ फर्स्ट टाइम आएको, मलाई यति भवा लाग्यो, एकदम खतरा लाग्यो गाइज। हेलो गाइज, तपाईँ सबैजनालाई वेलकम छ ठुलो कान्छा भ्लगमा। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ गाइज म घुम्नलाई निक्लिँदैछु। साथीहरू चाहिँ अगाडि गइसकेको छ भने म जाँदैछु गाइज आजलाई घुम्नु। फाइनली गाइज साथीहरूसँग भेटघाट चाहिँ भइसकेको छ। यो एकजना साथी चाहिँ टिकट काट्नको लागि लाइनमा बस्न जानुभएको 2 घन्टा भइसकेको चाहिँ पाला आएको छैन। 2 घन्टापछि पाला आइसकेको छ। हामी पनि लाग्दैछौँ सबैजना साथीभाइहरू मिलेर आफ्नो गन्तव्यतिर। म चाहिँ गाइज धेरै दिनपछि उकालो बाटो हिँडेको, तर लास्टै गाह्रो हुँदो रहेछ किनकि बानी नपरेसम्म गाह्रो हुँदो रहेछ। म चाहिँ उकालो बाटो हिँडेको आज धेरै दिनपछि। यस्तो पसिना आयो गाइज, मलाई चाहिँ लास्टै गाह्रो भयो, हिँड्न गाह्रो, यति गाह्रो भयो कि यहाँ घुम्न आउने मान्छेहरू यति धेरै हुन्छ भनेर मैले सोचेको पनि थिएन गाइज। किनभने म पहिला कहिले आएको थिएन, मलाई थाहा थिएन। त्यसैले सबै साथीभाइहरू चाहिँ अगाडि छ किनकि म भने पछाडि छु। किनभने म चाहिँ धेरै दिनपछि हिँडेको हुनाले गर्दा लास्टै गाह्रो भयो हिँड्नको लागि। त्यसैले म यति धेरै हिँडिसकेपछि चाहिँ अब चाहिँ आयो, अब चाहिँ नजिकै होला भनेर म चाहिँ एकदमै खुसी भएको थिएँ। किनकि मलाई लास्टै ढाउ भइसकेको थियो। म चाहिँ एकदम खुसी थिएँ। अझै जानुपर्ने रहेछ गाइज त्यो पारी माथि दारासम्म। त्यो दारामा हामी सबैजना साथीहरू चाहिँ एकदम धेरै थाकिसकेको छौँ किनभने हामी धेरै हिँडेर आइसक्यौँ तलदेखि। त्यसैले हामी चाहिँ सबैजना एकछिन बसेर फेरि लाग्यौँ आफ्नो गन्तव्य तर्फतिर किनभने हामीलाई ढिला भइसकेको थियो। हामी चाहिँ फेरि 5 बजे रिटर्न हुनुपर्छ तल। त्यसैले 2 घन्टा हिँडिसकेपछि फाइनली गाइज हामी चाहिँ सबैजना यहाँ घुम्ने ठाउँमा पुगिसकेको छौँ। एकदम रमाइलो लाग्दैछ, एकदम दामी लाग्यो गाइज। यताउता हेर्दा चाहिँ बबाल छ। सब आउन त आइपुग्यो, तर घुम्नुभन्दा पनि यहाँ भोगले लित्रान भएको हुनाले गर्दा सबै साथी सङ्गीहरू मिलेर चाहिँ हामी खाजा खाँदैछौँ। यता भने हाम्रो खाजाको तयारी हुँदैछ किनभने हामीलाई भोक चाहिँ लास्टै लागेको थियो सबै साथीभाइहरूलाई। किनभने हामी त्यति धेरै हिँडेर आइसकेपछि सबैजना साथीभाइहरू चाहिँ लास्टै भोकाएको थियो गाइज। त्यसैले हामी चाहिँ यहाँ बसेर खाजा खाँदैछौँ। आज चाहिँ मैले चटपट यति धेरै पछि खाएको छु, सायद नखाएको 1 वर्ष भइसक्यो होला। हामी सबैजना चाहिँ खाजासाजा खाइसकेपछि घुम्न तर्फतिर लाग्यौँ किनभने हामीसँग त्यति धेरै टाइम छैन। त्यसैले छिटो भए पनि घुम्नुपर्छ है, एकछिन भए पनि भनेर हामी चाहिँ सबैजना घुम्न लाग्यौँ। साथीभाइहरू चाहिँ फोटोसोटो खिच्दै थिए भने म चाहिँ यता भिडियो बनाउँदै। यति बबाल ठाउँ कि यति बबाल, वाउ, हेर्न सक्नुहुन्छ गाइज तपाईँहरूले पनि। यस्तो दामी तर देखिएको चाहिँ काठमाडौँ हो। काठमाडौँ सिटी देखिएको छ भने हामी चाहिँ माथि डाँडामा घुम्न आएको। एकदम बबाल छ। तलदेखि चाहिँ यति दामी देखियो झन् माथिबाट कस्तो देखिला त। त्यसैले म चाहिँ माथि जाँदैछु गाइज, माथिबाट हेर्दैछु। तपाईँहरूलाई देखाउने छु माथिबाट भ्यू कस्तो देखिन्छ भनेर। तल बाटो चाहिँ एकदम बबाल देखिरहेको थियो भने झन् माथिबाट कस्तो देखिला त। सिङ्गल सिटी भएको हुनाले गर्दा मान्छेहरू क्रस गर्न लास्टै गाह्रो भयो गाइज किनभने यहाँ मान्छेको भिडभाड पनि त्यस्तै थियो, लास्टै गाह्रो भयो। यति दामी देखिँदो रहेछ गाइज, माथिबाट चाहिँ यति दामी देखिँदो रहेछ। मैले चाहिँ सोचेको पनि थिएन यो ठाउँ यस्तो छ होला भनेर। यति दुःख गरेर आयो तलदेखि, तर यहाँ आएर मैले त्यो दुःख सबै भुलिसकेँ किनकि यति राम्रो रहेछ यहाँको भ्यूहरू। देख्न सक्नुहुन्छ यहाँको ठाउँ यति बवाल छ। त्यति क्लियर त देखेको छैन गाइज किनभने हल्का टुवेल पनि लागेको छ। माथि देख्न सक्नुहुन्छ तपाईँहरूले हिमाल पनि देखिएको छ। मलाई चाहिँ यस्तो खुसी लाग्यो गाइज। हाई गरिदिउँ न, हाई। साथीहरू पनि एकदम खुसी छन् किनभने गाइज हामी जति दुःख गरेर हिँडेर आएको थियौँ त्योभन्दा धेरै यहाँ आएर हामीलाई खुसी छ किनभने यस्तो ठाउँमा आउनु पाउँदा सबैजना साथीहरू यति धेरै रमाइलो। हामी सबै साथीहरू चाहिँ फर्किसकेको छौँ गाइज। आजको भ्लग चाहिँ यति नै। हजुरहरूलाई हेरेर के कस्तो लाग्यो सल्लाह सुझाव र लाइक कमेन्ट गर्नु नबिर्सनु होला।